ल हेलो गाइस है अहिले चाहिँ हामी ठ्याक्क लाएर यो लालबन्दी भन्दा मास्तिर एउटा गाउँमा चाहिँ यहाँ अब अर्ग्यानिक खाना आइरहेको छौँ हैन। अर्ग्यानिकमा भन्नु भने अब त्यही गाउँकै लोकल भाले है के हुन्छ लोकल भाले खाने टार्गेटमा खास चाहिँ अब के हुन्छ हेर्दै जाउँ है त गाइजहरु। ल हाम्रो यहाँ रचना बहिनी र मिस्टर डी भाइ आइसकेको छ है। ल वेलकम छ है। ल एकदमै धन्यवाद ल बहिनी वेलकम थ्याङ्क यू। मेरो जस्तै छ त यो क्यामेरा त यो हो तर अलि फरक रहेछ। एउटै एक्सन त्यो अस्ति मगाएको वाला यही हो। ल अनित भाइलाई नि वेलकम छ हाम्रो गाउँमा है। ल यो खाइहाल्ने हो के हो खाने हो के बोल्नु चाट्ने मात्र हो यो हाम्रो सन्दीप महतलाई नि वेलकम छ हाम्रो यो गाउँमा है। खेलाडीलाई सम्मान गर्नु दाइ स्वास्थ्यको लागि खेल हो त्यो स्वास्थ्यको लागि खेलिरहेको बोरे डाँडामा एउटा घर रहेछ अनि हाम्रो नन्दु खुराना दाइ हुनुहुन्छ उहाँ चाहिँ लोकल कुखुरा स्पेसलिस्ट हुँदो रहेछ। दामी मासु पकाउनुहुन्छ। पहिला मैले पोहोर साल पनि खाएको थिएँ लालबन्दीमा आउँदाखेरि अलिकति खाएको थिएँ मिठो लागेको थियो। अनि आज चाहिँ फेरि आएर म आएको भएर 4वटा लोकल कुखुरा यहाँ बनाउँदै हुनुहुन्छ। अब हामी चाहिँ खान्छौँ एकछिनपछि। कस्तो बहिनी टेस्ट दामी। यो मलाई मन पर्नेहरू देऊ न। खाउन खाऊ तिमीले हाल्दै ब्रो हानु न हानु यहाँ चाहिँ हेरे हुन्छ त भाइ रक्ती चाहिँ ट्राई दामी